नमस्कार साथीहरू, आज पनि अर्को चराको बारेमा नयाँ भिडियोका साथ म उपस्थित भइसकेको छु। आज म तपाईँ हाम्रै घर वरिपरि घुमिरहने कागको जीवनीको बारेमा चर्चा गर्दैछु। सहरदेखि गाउँसम्म, जङ्गलदेखि खेतसम्म काग मानव जीवनसँग निकट सम्बन्ध राख्ने चरा हो। यसको कालो रङ, तेज चाल र बुद्धिमत्ता यो चरालाई साधारण देखिए पनि असाधारण चरा हो। नेपाली समाजमा कागलाई धेरै अर्थमा हेर्ने गरिन्छ। कोही व्यक्तिले यसलाई नराम्रो सङ्केतको चरा मान्छन् भने कोहीले बुद्धि र चतुराई गर्न सक्ने चराको प्रतीकको रूपमा हेर्ने गर्दछन्। दर्शकबिन, कागको वैज्ञानिक नाम कोर्भस हो। संसारभर धेरै प्रजातिका काग पाइन्छन्। नेपालमा भने मुख्यतया घर वरिपरि जङ्गल र नदी किनारमा देखिने गर्दछ। काग मध्यमदेखि ठुलो आकारको चरा हो। यसको शरीर पूर्णतः कालो, काँधमा हल्का नीलो र चमक आँखा र तेज दृष्टिको हुन्छ। बलियो चरा भएकाले उडानमा लामो दूरी तय गर्न सक्ने क्षमता राख्दछ। काग अत्यन्तै बुद्धिमानी, जिज्ञासु र सामाजिक चरा हो। यसले उपकरण प्रयोग गर्ने, समस्याको समाधान गर्ने र अरू कागसँग जटिल सामाजिक सम्बन्ध राख्ने क्षमता राख्दछ। काग सहरी र ग्रामीण दुवै क्षेत्रमा सजिलै बस्दछ। रुख, छाना, पर्खाल र भवनको कुनामा आफ्नो गुडु बनाउँदछ। काग सर्वहारी हो। अन्न, फलफुल, साना जनावर, किरा, फोहोरबाट पाउने खाना सबै खान्दछ। यसले मानव आवास नजिक फोहोर सफा गर्ने भूमिका पनि खेल्दछ, तर कहिलेकाहीँ समस्या पनि निम्त्याउने गर्दछ। कागले एक पटकमा प्राय 3 देखि 5 वटा अन्डा पार्दछ। पोथी अन्डा कोरल्ने काम गर्दछ भने भालेले गुडको सुरक्षा गर्दछ। अन्डा करिब 18 देखि 20 दिनमा फुट्दछ र बच्चा निस्कन्छ भने 4-5 हप्तामा उड्न सक्षम हुनेछन्। दर्शकबिन, काग विश्वका सबैभन्दा बुद्धिमानी चरामध्ये पर्दछ। यसले उपकरण प्रयोग गर्ने, समस्या समाधान गर्ने र मानव व्यवहार सम्झेर व्यवहार परिवर्तन गर्ने गर्दछ। स्मरण शक्ति बलियो हुने भएकाले आफ्नो सुरक्षा गर्ने कागको प्रवृत्ति अद्भुत मानिन्छ। नेपाली, हिन्दू र बौद्ध परम्परामा कागलाई विभिन्न अर्थमा लिइन्छ। कतिपय कथामा काग बुद्धि र पूर्व ज्ञानको प्रतीक हो भने मितव्ययी र समाधानको सङ्केतका रूपमा पनि हेर्ने गरिन्छ। गाउँघरमा कागको आवाज सुनेर भविष्यको सङ्केत मान्ने चलन छ। सहरीकरण बढेसँगै बढ्दो फोहोरको मात्रा कागको बसोबासमा चुनौती सिर्जना गर्दछ, तर यो मानव जीवनको सह-अस्तित्वका रूपमा अझै महत्त्वपूर्ण मानिएको छ। कागले फोहोर सफा गर्ने, किरा नियन्त्रण गर्ने र जैविक सन्तुलनमा योगदान पुर्याउने गर्छ। काग केवल कालो र रहस्यमय चरा मात्र होइन, यो बुद्धिमत्ता अर्थात् नयाँ कुरा सिक्नु र अनुभवबाट निर्णय लिन र सोचेर काम गर्न सक्ने बुझिन्छ। सामाजिक सम्बन्ध र पर्यावरणसँग अद्भुत सम्बन्ध रहेको प्रतीक हो। मानिससँगै जीवन बिताउँदै आएको काग आज पनि हाम्रो वरिपरि सन्देश र चेतावनीको रूपमा अवस्थित छ। दर्शकबिन, यहाँसम्म भिडियो हेरेर साथ दिनुभएकामा सबै दर्शकप्रति हृदयदेखि धन्यवाद व्यक्त गर्दछु। यदि भिडियो मन पर्यो भने लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोला। अब अर्को भिडियोमा कुन चराको बारेमा जान्न चाहनुहुन्छ कमेन्ट गरेर अवश्य बताउनुहोला। धन्यवाद।